हेलो एभ्रिवान, आज चाहिँ म हजुरहरूलाई VPN युज नगरिकन जुनसुकै देशको मोनिटाइज टिकटक आइडी कसरी खोल्न सकिन्छ भनेर यो भिडियो मार्फत चाहिँ तपाईहरुलाई म बताउन गइरहेको छु। प्लिज अन्तिमसम्म हेरेर साथ दिनु होला। स्टेप बाइ स्टेप चाहिँ म भिडियो मार्फतै बताउने छु है त। सुरुमा चाहिँ तपाईहरु आफ्नो टिकटक अकाउन्ट खोल्नु होला अनि आफ्नो प्रोफाइलमा जानु होला। प्रोफाइलमा गइसकेपछि चाहिँ थ्री डट को साइडमा यस्तो खालको एरो छ नि, त्यहाँ क्लिक गर्नु होला। एड अकाउन्ट गर्नु होला अनि एड एनदर अकाउन्ट गर्नु होला। अनि मुनिपट्टि चाहिँ हेर्नु त नेपाल लेखेको छ नि, त्यो ठाउँमा चाहिँ तपाईले जुनसुकै देशको नाम चाहिँ हाल्न सक्नुहुन्छ। यहाँबाट मैले चाहिँ जस्तै जापानको आइडी बनाइदिन थालेको छु, त्यो भएर जापान लेखे। मुनिपट्टि हेर्नु त साइन अपको माथिपट्टि जापान लेखेको छ नि, त्यहाँ गर्नु होला। अनि त्यसपछि चाहिँ कन्टिन्यू विथ गुगलमा थिच्नु होला। कन्टिन्यू विथ गुगलमा थिचिसकेपछि चाहिँ मैले चाहिँ यो सन्तोष भन्ने ब्रोदरको चाहिँ आइडी बनाउन थालेको छु। हजुरहरूले पनि हजुरको अकाउन्ट छ नि त्यहाँ सेट भएको हुन्छ नि, त्यो क्लिक गर्नुभयो भने चाहिँ यसरी कन्टिन्यू गरेर यो अर्को यो स्टेप आइपुग्छ। तपाईँको डेट अफ बर्थ चाहिँ यहाँ हाल्नुपर्ने हुन्छ। डेट अफ बर्थ तपाईँहरूले पहिला सुरुमा मिलाउनु होला। मिलाइसकेपछि कन्टिन्यू गर्नु होला। मुनिपट्टि कन्टिन्यू लेखेको छ नि, हो त्यहाँ गर्नुभयो भने तपाईँको अकाउन्ट खुल्छ। अनि यहाँ चाहिँ अब निकनेम लाग्ने हो के। निकनेम चाहिँ अब तपाईँले जे राखे पनि भयो, यही राखे पनि भयो, अर्को राखे पनि भयो। अनि कन्टिन्यू गरिदिनु यहाँबाट कन्टिन्यू गरिसकेपछि चाहिँ खुल्छ। अनि थ्री डटमा जानु होला। ठ्याक्क माथिपट्टि थ्री डट छ नि, हो त्यहाँ दाब्नु होला। अनि दाबिसकेपछि चाहिँ तपाईहरुको टिकटक स्टुडियोमा जानु होला। त्यसपछि गइसकेपछि चाहिँ मुनिपट्टि आउँछ क्रिएट अ रिवार्ड प्रोग्राम आउँछ। यो आइसकेपछि तपाईको चाहिँ यसरी थाहा हुन्छ कि तपाईको अकाउन्ट मोनिटाइज अकाउन्ट हो, तपाईको मोनिटाइज अकाउन्ट बनिसकेको छ, यसरी थाहा हुन्छ। अनि अब क्राइटेरियाहरु त्यही लेखेको हुन्छ है। तपाईँ चाहिँ सुरुमा 18 वर्ष कम्प्लिट भइसकेको हुनुपर्छ अनि 10,000 फलोवर हुनुपर्छ। 100K भ्यू चाहिँ 30 दिनमा पुग्नुपर्ने हुन्छ। यहाँबाट आउट आइसकेपछि सेटिङ एन्ड प्राइभेसीमा जानु होला। अकाउन्ट चेक गर्नु होला। त्यहाँ अकाउन्ट लेखेको छ नि, त्यहाँ क्लिक गर्नु होला। क्लिक गरिसकेपछि अकाउन्ट इन्फर्मेसनमा जानु होला। अनि ठ्याक्कै हेर्नु त यहाँ देश जापान लेखेको छ नि, यो गर्यो भने तपाईँको मोनिटाइज अकाउन्ट बन्यो है। एकदमै इजी छ। प्लिज एभ्रिवान सबैजना यसरी चाहिँ तपाईँहरूले नेपालमै बसेर एलिजिबल कन्ट्रीको टिकटक मोनिटाइज अकाउन्ट चाहिँ खोल्न सक्नुहुन्छ। VPN युज गरेर मैले भिडियो बनाइदिइसकेको छु कसरी चाहिँ मोनिटाइज अकाउन्ट खोल्ने भनेर। यो भिडियो चाहिँ VPN युज नगरिकन कसरी मोनिटाइज अकाउन्ट खोल्ने भनेर बनाइदिएको छु। प्लिज हेरेर सबैजनाले बनाउनु होला। अनि जसले पनि मेरो युट्युब सब्सक्राइब गर्नु भएको छैन भने प्लिज सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला है त साथीहरू। अनि अब हजुरहरूलाई के कुराहरू अझै आवश्यक छ, के कुराहरू चाहिँ बुझ्नु भएको छैन, प्लिज मलाई कमेन्ट गर्नु होला। मैले चाहिँ तपाईहरुको कमेन्ट रिड गरेर चाहिँ म अझै अरू भिडियोहरू पनि बनाउने कोसिस गर्नेछु, मलाई आएसम्म है त। थ्याङ्क यू सो मच एभ्रिवान अहिलेसम्म हेरेर साथ दिनु भएकोमा। अनि आइडी बन्ने बित्तिकै तपाईहरुलाई त्यतिकै पैसा आउने होइन। फेरि आइडी बनिसकेपछि तपाईहरुले मेहनत गर्नुपर्छ। 10,000 फलोवर पुऱ्याउनु पर्छ। 100K भ्यूज चाहिँ अनिवार्य 1 महिनामा पुऱ्याउनु पर्ने हुन्छ। त्यसपछिको प्रोसेस भनेको सेटअप गर्ने हो, भेरिफिकेसन सेटअप गर्ने हो, पेमेन्ट सेटअप गर्ने हो। त्यो त भइहाल्छ नै। 10,000 फलोवर र 100K भ्यूज पुग्ने बित्तिकै तपाईको त्यो सेटअप त भइहाल्छ नै, त्यो त इजी छ। अनि त्यसपछि चाहिँ तपाईले एकदमै धेरै मेहनत गर्नुपर्छ है त साथीहरू।